अनि बिहानको सुन्दर दृश्य, सूर्य उदाउँदै गरेको दृश्य पनि यहीँबाट देखिन्छ। आहा, कति राम्रो छ। यता हेर्नुहोस्, साउदी मरुभूमि हो। साउदीमा त कुनै रुख बिरुवाहरू पाउँदैन, सुकिएको रुख पनि पाउँदैन। हरियो त कुरै छोड्नु भन्ने भनाइ थियो। त्यस्तो रहेनछ है। यता हेर्नुहोस् त, मेरो पछाडि पुरा हरियाली हरियाली मात्रै छ। पुरा यस्तो ठाउँ पनि रहेछ जहाँ चराचुरुङ्गी चिरबिर चिरबिर आवाज गर्छ। कहिलेको सम्म पनि आउने गर्छु मेरो गाउँको जङ्गलको याद दिलाउनलाई। यता आएर मजाले शीतल हावा खाएर, जङ्गल मात्र नभएर खजुरको जङ्गल पनि प्रशस्त पाउँछ यहाँ। अहिले अब खजुर पाक्ने सिजन भइसकेको छ। यता हेर्नुहोस्,